नेपाल सरकारले यस बजेटमा ऐतिहासिक घोषणा गर्यो। 4 वर्षपछि सरकारी कर्मचारीको तलब बढ्यो र सिर्फ थोरै बढेन, 21% बढ्यो। तपाईँ खरिदार हुनुहुन्छ, सेक्सन अफिसर, जोइन्ट सेक्रेटरी वा लोक सेवाको तयारी गर्दै हुनुहुन्छ? आजको यो भिडियो तपाईकै लागि हो। आउनुस् रियल नम्बर्समा पोस्ट बाई पोस्ट एक्ज्याक्टली कति तलब बढ्यो हेरौँ। पहिला एउटा कन्टेक्स्ट बुझौँ। नेपालमा सरकारी कर्मचारीको तलब हरेक वर्ष बढ्दैन। सरकारले बजेटमा एनाउन्स गरेपछि मात्र बढ्छ र अघिल्लो पटक बढेको थियो FY 2079/80मा, अर्थात् 4 वर्ष अगाडि। त्यो 4 वर्षमा महँगाई बढ्यो, घर भाडा बढ्यो, स्कुलको फी बढ्यो, तरकारी, पेट्रोल सब बढ्यो, तर तलब उही रह्यो। त्यसैले यो एनाउन्समेन्टले लाखौं परिवारलाई रियल फरक पर्छ र यो एउटा सिम्पल हाइक होइन, यो केयरफुली डिजाइन्ड फर्मुला हो। बुझौँ कसरी। तपाईको तलब एक्ज्याक्टली कसरी बढ्यो यो 3 स्टेपमा बुझौँ। स्टेप 1, गभर्नमेन्टले सबैको बेसिक स्यालेरी स्केलमा सोझै 10% थप्यो। यो पहिलो लेयर। स्टेप 2, त्यो नयाँ बढेको स्यालेरीको अझ 10% मन्थली इन्सेन्टिभ एलावेन्सको रूपमा थपिन्छ हरेक महिना। यो पर्फर्मेन्सको नाममा आउँछ। स्टेप 3, 5,000 रुपैयाँ महँगी भत्ता पहिलेदेखि थियो, अझै छ। अब गणना गरौँ। यदि तपाईँको बेसिक स्यालेरी 40,000 रुपैयाँ थियो भने 10% थप्दा 44,000 रुपैयाँ। त्यसमा 10% इन्सेन्टिभ 4,400 रुपैयाँ। 5,000 रुपैयाँ महँगी भत्ता थप्दा जम्मा बराबर 53,400 रुपैयाँ। पहिलेको 40,000 रुपैयाँबाट 53,400 रुपैयाँ। यो करिब 21% को रियल म्याथ हो। र याद राख्नुस्, ग्रेड्स, फेस्टिभल बोनस र प्रोभिडेन्ट फन्ड पनि न्यू बेसिकमा क्याल्कुलेट हुन्छ, ती पनि अटोमेटिकली बढ्छन्। अब आउँछ सबैले कुरेको पाठ। तपाईँको पोस्टमा कति बढ्यो? खरिदार लेभल 4 नन गजेटेड। अघिल्लो वर्ष स्टार्टिङ बेसिक स्यालेरी 32,902 रुपैयाँ थियो। अब नयाँ सिस्टममा ग्रेड र इन्सेन्टिभ सहित 56,874 रुपैयाँ प्रति महिना। यो नेपालको सबैभन्दा पपुलर लोकसेवा पोस्ट हो। नायब सुब्बा लेभल 5, खरिदारभन्दा एक तह माथि, न्यू ग्रोस स्टार्टिङ करिब 47,000 रुपैयाँ प्लस, ग्रेड थपिएपछि अझ बढ्छ। सेक्सन अफिसर शाखा अधिकृत गजेटेड तेस्रो क्लास लेभल 7, पहिले करिब 43,689 रुपैयाँ बेसिक स्यालेरी थियो। अब इन्सेन्टिभ र डिए सहित करिब 57,000 देखि 62,000 रुपैयाँ प्लस, ग्रेड्स थपिएपछि अझ माथि। अन्डर सेक्रेटरी यानि उपसचिव, न्यू ग्रोस करिब 63,000 रुपैयाँदेखि 68,000 सम्म जान्छ। जोइन्ट सेक्रेटरी यानि सहसचिव, न्यू ग्रोस करिब 73,000 रुपैयाँदेखि 95,000 सम्म जान्छ। सेक्रेटरी सचिव, न्यू ग्रोस करिब 94,219 रुपैयाँ प्लस। चिफ सेक्रेटरी मुख्य सचिव, न्यू ग्रोस 1,04,087 रुपैयाँ। नेपालको सबैभन्दा सिनियर सिभिल सर्भेन्ट र सबैको मिनिमम फ्लोर यस बजेटमा 40,000 रुपैयाँ भन्दा माथि तोकिएको छ। कुनै पनि सरकारी कर्मचारीले अब 40,000 रुपैयाँ भन्दा कम पाउँदैनन्। तर पर्खनुस्, स्यालेरी मात्र बढेको होइन। सरकारी कर्मचारीको तलबमा अरू कुराहरू पनि बेसिक स्यालेरीमा लिङ्क हुन्छन्। दशैं, बोनस, तिहार खर्च 1 महिनाको बेसिक स्यालेरीको बराबर। बेसिक बढ्यो भने दशैं बोनस पनि त्यही अनुपातमा बढ्छ। प्रोभिडेन्ट फन्ड, इम्प्लोयर र इम्प्लोइ दुवैले बेसिकको पर्सेन्टेज योगदान गर्छन्। बेसिक बढ्यो, पिएफ कन्ट्रिब्युसन पनि बढ्यो, लङ टर्म रिटायरमेन्ट सेभिङ्स बढ्यो। पेन्सन क्याल्कुलेसन, पेन्सन लास्ट बेसिक स्यालेरीमा बेस गरेर क्याल्कुलेट हुन्छ। हायर एन्डिङ स्यालेरी बराबर हायर मन्थली पेन्सन फर लाइफ। यसको मतलब यो 21% को असर सिर्फ मन्थली स्यालेरीमा होइन, तपाईको सम्पूर्ण फाइनेन्सियल लाइफमा छ। र एउटा कुरो, लोकसेवाको तयारी गर्दै हुनुहुन्छ?
नेपालमा हरेक वर्ष 7 लाखभन्दा बढी क्यान्डिडेट्स लोकसेवा आयोगको एक्जाम दिन्छन्। किन? किनकि सरकारी जागिरमा स्टेबिलिटी, पेन्सन र आजकल राम्रो तलब पनि पाउने भयो। अब कम्पेयर गरौँ सरकारी र प्राइभेट। खरिदारको स्टार्टिङ स्यालेरी 56,874 रुपैयाँ प्रति महिना हुने भयो। धेरैजसो प्राइभेट सेक्टर एन्ट्री लेभल जब्स 25,000 देखि 40,000 रुपैयाँ र प्राइभेटमा पेन्सन छैन, जब सिक्युरिटी छैन। यो बजेटले लोकसेवाको भ्याल्यु प्रोपोजिसन अझ स्ट्रङ बनायो। यदि तपाईँ अहिले तयारी गर्दै हुनुहुन्छ भने कन्टिन्यू गर्नुस्। सरकारी जागिर अझ राम्रो भयो र डिजिटल अटेन्डेन्स सिस्टम आउँदैछ। अकाउन्टेबिलिटी बढ्छ। पर्फर्मेन्सले म्याटर गर्छ भने हार्ड वर्कर्सको लागि सिभिल सर्भिस अझ फेयर हुन्छ। तपाईँ कुन पोस्टमा हुनुहुन्छ र तपाईँको तलब कति बढ्यो? कमेन्टमा लेख्नुस्, हामी भेरिफाई गरिदिन्छौँ। यो भिडियो आफ्ना सरकारी कर्मचारी साथीहरूलाई र लोकसेवाको तयारी गर्दै गरेका भाइ-बहिनीहरूलाई सेयर गर्नुहोस्। बजेट 2083/84 को अरू इम्पोर्टेन्ट टपिक्स, नेप्से सिजिटी, इन्कम ट्याक्स, नेपाल टेलिकम आइपिओ सबैको ब्रेकडाउन यही च्यानलमा आउँदैछ। सब्स्क्राइब गर्नुहोस् द पैसा मास्टर। जय नेपाल।